फेरि मेरो सानो प्रयास हेर्नुहोस् है त। मैले ज्योतिषलाई हात हेराउँदा ज्योतिष पनि रोएको थियो। मैले ज्योतिषलाई हात हेराउँदा ज्योतिष पनि रोएको थियो। ज्योतिष भन्दै थियो मृत्युभन्दा दर्दनाक रहेछ तिमीले बिताइरहेको जिन्दगी। कसरी सहन सक्छौ यति धेरै पीडा? कसरी सहन सक्छौ यति धेरै पीडा? यति धेरै चोटहरू, रुवाउने आफन्त, खराब समय, कठिन यात्रा अनि टुटेको दिल लिएर जेना बाँध्दैछु मेरो जिन्दगी, बाँध्दैछु म मेरो जिन्दगी। कस्तो लाग्यो साथीहरू? कमेन्ट गरेर भन्नुहोला आफ्नो विचार। मेरो सानो प्रयास हजुरलाई कस्तो लाग्यो? सबैले कमेन्ट गर्न नबिर्सनु र भिडियोलाई सक्दो सेयर गरेर सबैसँग पुऱ्याउनु र भन्दै सबैबाट भिडियोबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। सबैलाई दिन शुभ रहोस्, शुभ पल, गुड नाइट, शुभरात्रि।